Qatar connection. This way. जिटको हालत यस्तो छ राइट टाउला त निन्द्रा लागेन मलाई त डेन्जर निन्द्रा लाग्यो गाह्रो लास्टै गाह्रो भयो गाह्रो लङ ट्रान्जिट चाहिँ नलिनु पर्ने छ कि त अलिक सिट हुनु पऱ्यो नि उता फेरि बस्ने ठाउँ छैन भित्रीमा त एरिया प्याक छ Oh no. Last moment with Indian guy. Okay, last one. Bye bye. Have a safe journey. We are coming. Okay, यस्तो हुन्छ यार ट्रान्जिटमा प्याक सुत्ने ठाउँ यार लावरिस अर्को त जानी पाल्ला आइसक्यो यार ढ्याङडुङ रेडी हुन लागिसक्यो ल यार ल बुढो अब भेटुन्न होला अनुप अब डाइरेक्ट 6 महिनापछि भेटौँला है ल 6 महिना त बस्नु पर्यो नि यार होइन ल है भित्री बुकारिस गेट ओपन रहेको ल है फेरि भेटौँला ल ट्राई दिस कता गयो टर्की बेचिज यो चाहिँ के रहेछ इन्ग्रिडियन्ट्स अर्डर द्याट्स Let's sit here and have it. यो अर्डर रेडी भएपछि म कल गर्छु भन्थेँ त यार यो कलै गर्दैन त म हो क्या दिस सिटिङ इज रिजर्भ फर रुट्स कस्टमर ओन्ली अरे आई एम द रुट्स कस्टमर रुट्स रहेछ कि यसको नाम लेट्स ट्राई त्यो टर्कीसँगको कस्तो हुन्छ भनेर टर्कीसँग राम्रै हुन्छ भनेर डेन्जर भोक लाग्यो जस्तो भयो क्या यार तर नसुतेर पनि हो कि के यार डाइजेस्टै भएन नि त म त्यही पनि सब सुते यार म मात्रै भोक लाग्यो अहिले फेरि प्लेनमा त मिल इन्क्लुडेड हुन्छ नि त त्यो अझै स्टिल 7 आवर टु गो ओ माई गड सो लङ भाइबाट गर्छु भाइबाट गरेर डेन्जर तर्साइदिइरहेको क्या लेट्स ट्राई यो के छ भित्र थाहा होइन टर्की चाहिँ टर्कीको हो लेट्स ह्याभ इट है त टेस्टी चाहिँ टेस्टी नै हो enough of turkey with cheese something के है यहाँ यति खाएपछि चाहिँ 7 घन्टा बाँचिन्छ क्या त्यो 7 घन्टापछि त 4 घन्टापछि त फेरि प्लेन त्यहाँ अब बोर्डिङ खुल्छ नि त नि सो द्याट विल बी द गुड टाइम रनिङ मसिनको इन्स्ट्रक्सन के हो यहाँ टेक योर चेन्ज भनिरहेको त गरिदिनु न त अब सिलेक्टेड पर्सन ओए पैसा त लिइदियो नि त अब D7 37 हो कोड ओए कस्तो भएको यो त $37 भनेको त ओए डेन्जर निकालिदियो त यार कोइन चेन्ज थ्याङ्क यू भनेको त ओए चेन्ज कोक त लिए अब चेन्ज ओइ 3 चेन्ज आयो नि त यहाँ त ओइ बन्द हुन्छ क्या आई गट 3 इट्स फ्रेस नाउ लेट्स गेट वेस्टेड हो अरू सब फ्लाइटबाट गयो एउटा खाली भयो बल्ल फाइनली सिट पायो फाइनल सिट अब एकछिन स्लिप हाल्नुपर्छ गुड मर्निङ हियर वी गो फर द कफी हो क्या ओइ कुन चाहिँ खाने त नि मसँग जम्मा 5 रुपियाँ 5 दिराम छ यार हो क्या यो चाहिँ के एस्प्रेसो नखा मलाई डबल एस्प्रेसो 6 ब्ल्याक कफी इट इज ओके हो क्या 580 ल कति गर्ने 5 रुपियाँ अब म्याजिक देखाउँछु म 5 रुपियाँको कफी है पैसा त ढेर जग्गाले जान्छ फेरि नै ओए क्रेडिट गर्नु बुझ्नु कसरी यसलाई
प्लिज लङ प्रेस टु सिलेक्ट रहेछ कि अलि पछाडि जान्छ यस फाइनल लङ प्रेस रहेछ अहिलेसम्म अड्किरहेको लङ प्रेस गरिरहेको त छोडिदियो हुन्छ होला नि म्याजिक हो क्या लिएको ल्याउनु अनि पछाडि जाने अलमोस्ट प्रिपेरिङ ब्ल्याक कफी भनेर जानु होइन त अहिलेसम्म यहाँ टच गरेर म त टचमै होला नि भनेर त पैसा फिर्ता दियो भने कहाँबाट दिन्छ टेक द चेन्ज हो नि यहाँबाट कोइन मात्रै हो नि त चेन्ज आउने नोट आउँदैन नि त जस्तै नोट अब 20भन्दा माथि त आइटम छैन यहाँ होइन नि अब 20 हालेर 13को खर्च भयो भने त्यो कोइन मात्रै चेन्ज दिन्छ कि यिनीहरूले नोट चेन्ज नदिएको रहेछ कि नोट चाहिँ फेरि लिने मात्रै हो भयो डन ड्रिङ्क इज रेडी कहाँबाट ल्यायो तिमीले यहाँको पैसा ओ नो यस के भन्छ ल थ्याङ्क यू डेली मेयर भन्ने कम्पनीले here go with the coffee time भेन्डिङ मसिनले हरि हेल्प गर्छ कि त यहाँ ओके सब्सक्राइब हानौँ न यहाँ trying to fly yes sir I'm waiting for you living Dubai is be like you can see this time almost gone को त नि यतातिर खोइ गयो and 5:20 orange with well out there yeah we are almost there भिजा सिजा के हो डन ल आउनु अनि के भन्छ अरे अब त्यो क्याप लगाउने भने अब त्यो क्याप लगाएपछि को लिन आउँछ आई डोन्ट नो फेरि म जाने तिमी सर होला यार सबै बुकारेस्टको मात्र छ लेट्स सी के हुन्छ भाइ बाहिर आउटसाइड टेम्परेचर चाहिँ त्यस्तो हो क्या आउटसाइड हेर्ने सबै सेतै देखेछ अघि त्यो विन्डोबाट हेर्दा पनि है एग्रिकल्चरकोमा अनि सबसे त पऱ्यो रोडहरू मात्र अलिकति कालो कालो देख्ने अरू सबसे त क्या यहीँ भनेपछि झन् यहाँ भन्दा नि यो त सेन्टरमा पर्छ अझै अलिक तातो लेट्सी अब के हुन्छ यस्तो रहेछ यहाँ रेट है अन्त पैसा साट्नलाई यहाँ रेडी भनेको डाँडा फेरि फ्रन्टमा उता पनि रहेछ उता मात्रै देखियो हामीले सुरुमै है एरिया चाहिँ यस्तो छ बेबी त यहाँ यस्तै लडिरहेको रहेछन् फेरि लगेज लगा भनेर भनेको थिएँ के अरे है ल लगाएँ है त मैले दाइले पनि लगाउनु भयो यता देखाउनु त है उयो अट्दैन क्या क्याप लगाएर जाने त हामी बाहिर गयो मनिषले गर्दा अलि लेट भयो हिज द वान हिज द वान तामाङ भन्नेले गर्दा हामीलाई ल्याङ भयो यो आउँछ के अरे फुटको सिनारियो चाहिँ यस्तो छ होइन त ल वेलकम ब्याक वेलकम टु रोमानिया के भन्छ अरे मनिष र हामीलाई त भयो कता गयो हाम्रो एजेन्ट उहाँ गयो त फेरि त्यो पनि भौतारी राखेर यो के अरे प्रेरणा तामाङले गर्दाखेरि हाम्रो हरि ब्ल्याङ भयो क्या वेटिङ भयो एज वान ल्याउ भनेर रहेछ वान ल्याउ भाइ कति हो यहाँ छ मैले त धेरै चेन्ज गरिने यति मात्र छ तर एयरपोर्टमा चाहिँ चेन्ज नगरेको राम्रो हुँदो रहेछ यसले हामीलाई लिन आएकोले इन्फर्मेसन दियो है हाम्रो उसले जस यहाँ नचेन्ज नगरेको ठिक रहेछ बाहिर मेट्रो स्टेसनमा धेरै राम्रो रेट दिन्छ अरे है ल ठ्याक्कै फर्स्ट के भन्छ त्यसलाई फर्स्ट मुखबाट यस्तो आयो यार स्मोक गरे जस्तो फर्स्ट डे के भन्छ अरे फर्स्ट डे इन रोमानिया ल हाम्रो गाइज है सरी यो ल हाम्रो गाइजहरू यतिजना जाँदैछौँ सबको यहाँ भिडियो गराइदिउँ भनेर क्या ल यस्तो छ सेनारियो चाहिँ है मनिष र म त बरु उतैबाट सँगै थियो नि त अब हामी आफ्नो प्लेस गइन्छ थ्याङ्क यू यसले चाहिँ हामीलाई लैजाँदैछ है
के भनौँ अब यस्तो यस्तो स्मोकी आयो केटाहरू नि आउँदै खाने यहाँबाट आऊ 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 यहाँ मेट्रोमा मेट्रो स्टेसनको नियर आयो हामी आएछ हामीले है ल यहाँबाट कहाँ जाने आई डोन्ट नो मेट्रो चाहिँ चढ्यो अब प्लेटफर्म यताबाट यता कताको हो कता ल मनिषलाई भ्याइ नभ्याइ छ यार ओहो ल है गुडे 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 ल वे वी आर टुगेदर हो क्या मोबाइल झुन्डाउने हो क्या वेन ब्लगर मिट अनदर ब्लगर हो क्या सिधै छ यार हो कस्तो दामी ओए उताको नि सनसेट पनि आइज नि सनसेट पनि निकालिदिरहेछ बवाल छ खतरा रहेछ खोइ कता हो बिरानो यो सहरमा हो कता लिएर आइदियो यार मलाई यार प्लिज म घर जान्छु के ल कता आइयो आई डोन्ट नो त्यसले लिएर जाँदैछ एकछिन फेरि त्यहाँ जाममा परियो के हो भयो होइन आई डोन्ट नो कता हो के हो थाहा छैन उसको त हुइलै भाँचियो यहाँ ट्रान्जिटमा यस्तो यार कता हो थाहा छैन अब यो बुगारिस नै हो अब लेट्स सी कता हुन्छ दिस इज द इन फर टुडे थ्याङ्क यू सो मच फाइनली इन रोमानिया हो तिमीसँग जाने यहाँबाट 9:19 छुट्छ भोलि बिहान 8 बजे पुग्ने रहेछ म यो चाहिँ सिम कार्ड दियो भोलि बिहान 8 बजे पुग्छु म एक्लै किनकि म मात्रै हो नि त तिमीसँग मैले भन्दै त्यही भएर उसलाई छिटो आऊ भनेर हताएको थिएँ नि अघि मैले त्यही भएर हो क्या लास्टमा म भोलि बिहान पुग्ने भएँ अब के भनौँ अब 8 बजे पुग्ने भयो भोलि अब अहिले चाहिँ जम्मा 6 बजे हो क्या 7, 8, 9 3 घन्टा अझै म पुग्ने यार अल्लेसी के हुन्छ अब चाहिँ यहाँ साट्नुपर्ने चाहिँ 0% कमिसन एयरपोर्टमा कति थियो अहिले युरो युएसडीहरू चाहिँ कति धेरै छ यहाँ यस मनिषलाई चाहिँ यहाँ लक्की भयो मनिष है ल काम लाग्यो यहाँ राम्रो रहेछ यहाँ एयरपोर्टमा चाहिँ नसाट्नुपर्ने रहेछ है केटा होला यही हो अब मेरो त बेलुका 9 बजेको ट्रेन भोलि बिहान पुग्ने भयो अब लेसी के हुन्छ अरू सबजना अब छुट्टिन्छ कसैको कति छ सब एकतिर भयो अब है त दिस इज द इन फर टुडे थ्याङ्क यू भेरी मच अहिले 6:45 भयो अब 6:45 भयो अब मेरो 9 बजीतिर ट्रेन छ यहाँ के लिएछ बुझिन्न यार अब ट्रेन चढाइदिन्छ एउटाले अनि भोलि बिहान बल्ल पुग्छु म त्यहाँ खतरा आँखाहरू कस्तो के ब्लूवाला क्या त्यो ब्लूवाला आँखा भएको केटीहरू मात्रै हुन्छ त यहाँ त यार त्यहाँ नि त्यो पसलले पनि त्यस्तै के हो यार जता हेर विदेश आएपछि यस्तो खानुपर्ने हुन्छ गाह्रो के भन्नु विथ कफी मेरो भाइ मन्नारायण ओहो मेरो प्यारो भाइको सामान छुट्यो फेरि यहाँ यस्तो भयो छुटेपछि भयो आयो यार यो त कस्तो यो त जाने बेला भइसक्यो त लेट आइस यार दस घन्टा ट्रेनमा नट अ जोक यार यस्तो भेजा भनेर चाहिँ अलरेडी यत्रो फ्लाइ गरेर आएको भएपछि दिमाग खराब सब सुत्दै मस्त हालत यस्तो भयो फाइनली इन तिमी सो रात के गर्नु मैले जस्ट कल गरेको त्यसलाई कल गर भन्थ्यो नि त साउ आउँदै लिनलाई साउले अब 15 मिनट लाग्छ होइन भित्रको बस जाडो छ भने डेन्जर चिसो रहेछ उताभन्दा नि यहाँ बुकारिस भन्दा नि डेन्जर चिसो यहाँ के भन्ने अब लेट्स वेट अगाडिको सिनारी देखाउँछ है त चाहिँ फेरि यस्तो छ यार यो उताभन्दा यता तिमी सर खत्रै रहेछ चिसो जस अब भित्रपट्टि यहाँ वेट गर्ने ठाउँ छ भने त्यहीँ वेट गर्छु अब टक्क लाएर है त थ्याङ्क यू सनको चाहिँ एकोमोडेसनको चाहिँ यो रहेछ कि यो के हो होटल खै साइमन केमा लेखेछ यो होटल के हो
यसको उतापट्टि साइडबाट चाहिँ हामीले ल फाइनली आयो है हाम्रो त अब के गर्ने थर्ड फ्लोरमा रहेछ हाम्रो होटलकै रुम लिएर राखेको रहेछ यिनीहरूले चाहिँ सबै श्रीलङ्काहरू रहेछ म मात्रै भएन अलि है अब खाना चाहिँ आफै बनाउनु पऱ्यो खानाको लागि चाहिँ हाम्रो यो छ यो अञ्चललाई डाइनिङ टेबल भयो किचन चाहिँ यहाँ रहेछ होटलको 311 चाहिँ हाम्रो रुम रहेछ अरू चाहिँ यहाँ स्टफहरू यस्तो रहेछ मैले एउटा कुकर भन्दा ल्याएन अरू सब यिनीहरूले युज गर भनेर यिनीहरूसँग मिसेर खान सकिन्न अब किनकि यिनीहरू अर्कै टाइपको हुन्छ हामी फेरि स्पाइसी खाइन्छ नि त सो अब लेट मी टेक यु टु द होटल अरे मेरो रुम यहाँ अलिकति बस्ने ठाउँ रहेछ यस्तो यो थर्ड फ्लोर चाहिँ यिनीहरूले सब यहाँ अकोमोडेसन गर्ने होला दिएको रहेछ क्या 311 यो भयो 311 चाहिँ हाम्रो ट्रान्सलेट देखाउँदै भयो भने म यहाँसम्म आएँ कता कता फर्स्ट मार्केट इन रोमानिया भयो फर्स्ट सपिङ चाहिँ गरियो एक्सपिरियन्स खत्रै गरियो होइन सामान सामान आफूले हाल्नु पर्दो रहेछ सस्तै हुँदो रहेछ तर प्लास्टिक आफूले ल्यायो भने ठिक हुँदो रहेछ है प्लास्टिकको नत्र 1.59 होइन विच इज भेरी कस्टली होइन किनकि तिनीहरूले त्यो एभोइड गर्नलाई नै त्यो कस्टली बनाएको होला सायद होइन अगाडि चाहिँ यस्तो छ सिनारियो सिधै पनि छ भित्र गयो भने चाहिँ बल्ल तातो हुन्छ होइन सुपर मार्केट जता गयो भने जता हिँड्ने हिउँ देखिरहेको छ लास्ट इयर चाहिँ यहाँ -17 सम्म भएको थियो 300 अब अहिले चाहिँ के भयो थाहा छैन अहिले चाहिँ अब म सुतेकै छैन 33 आवर्सभन्दा बढी भइसक्यो नसुतेको त्यही झिमिक मात्र भयो अब म दह्रो सुत्छु नुडल र अनि उहाँबाट ल्याएको सुप दिन्छ त्यो खाएर दह्रो सुतिन्छ होइन त्यहाँपछि भेटौँला है त धन्यवाद।